guys, welcome to my channel. आज फेरि स्वागत छ तपाईलाई हाम्रो ब्लगमा। यहाँ हाम्रो नानी बाबुहरु हुनुहुन्छ अनि यहाँ आरसी हुन्छ। ओहो गाउँ मेरो रौत हरचन्द्र निगा हजुरबाबुको प्रपर्टी पनि। आज चाहिँ हामी यहाँ हेलिप्याडमा आइसकेको छौँ। यहाँ पछाडी देख्न सक्नुहुन्छ ठुलो एस लेखेको छ। यसको मतलब चाहिँ हेलिप्याड भन्छ र यहाँनिर हाम्रो अर्को सब्स्क्राइबर हुनुहुन्छ र यो देख्न सक्नुहुन्छ यो प्रधान प्रोडक्सनको लोगो हो। हाम्रो क्यामेराम्यानमा प्रधान हुन्छ। आमामामा। Okay, let's go. Big fan. Big fan हैन यहाँ कोरस दिइसक्नु भएको छ। यहाँ घाम पनि लागिसकेको छ गाइज र हाम्रो यहाँ सेटअप फ्यान गाइज यो फ्यान चाहिँ मेरो है फेरि ए बोय यो चाहिँ हाम्रो गिम्बल क्यामेराम्यान हो। यसलाई अहिले नजर लाग्छ भनेर छोपिराखेको। यहाँ हाम्रो अर्को सस्तो क्यामेरा छ है। यहाँबाट चाहिँ ब्रह्माण्ड देखिनु यो हाम्रो गिम्बल, यो हाम्रो लाइट, यहाँ हाम्रो रिफ्लेक्टर। यहाँबाट मान्छेहरू टल्किन्छ टिलिक टिलिक हेर्न सक्नुहुन्छ। यहाँ कति टल्किरहेछ। यत्रो रिफ्लेक्टर हाल्दा पनि टल्केन भनेपछि केटाहरू काले रहेछ। र ऊ पर बसिराख्नु भएको छ अरूहरू चाहिँ होइन। यहाँनिर बसिराख्नु भएको छ। यहाँ आउँदै हुनुहुन्छ स्टुडेन्टहरू। देख्नुहुन्छ लुकिङ भेरी भेरी गुड भेरी नाइस। ओके हेलो हाय हामी हेलो यहाँ हाम्रो हिरो। खै हिरोसँग एउटा फोटो प्लिज। Okay, let's go. र त्यस पछाडि चाहिँ भयो हाम्रो सबैको पूजा कार्यक्रम। यहाँनिर सबै नानी बाबुहरूले यहाँ तपाईँहरू देख्न सक्नुहुन्छ मजाले क्यामेरालाई ढोक्दै पूजा गर्दैछ। यो चाहिँ हाम्रो रीतिरिवाजै हो। यो चाहिँ हामी सबैले सिकाउने गरेको छौँ, यही गर्नेछौँ र सबैले पनि यही गरिरहेकै हुन्छौँ। हेर्नु सक्नुहुन्छ तपाईँहरू। फास्टभन्दा फास्टमा हामी सबै नानी बाबुहरूले यहाँनिर ढोकढाक गरिसकेपछि क्यामेरालाई हाम्रो राम्रो खिचिदिनु भनिसके पछाडि यहाँनिर अब यस पछाडि मेरो टर्न आयो। र त्यस पछाडि चाहिँ हामीले स्टुडेन्ट्सहरूलाई सबैलाई स्पटमा रेडी बनायौँ। त्यस पछाडि फर्मेसनमा राखेर हामीले सुट गर्न थाल्यौँ। गाइज यहाँ हाम्रो घाम ए के हो यो चिम्टी चाहिँ फेरि कहिले लाएँ मैले अहिले गाइज यहाँ घाम गइरहेछ है। अहिले घाम गइरहेछ अनि यहाँ हाम्रो रोकिरहेको छु। घाम किन गएको थाहा छ? भिडियोमा एमाले ल्याएर नि त। र त्यस पछाडि चाहिँ हाम्रो नानीहरू सुटको लागि रेडी भयो सबैजना स्टुडेन्टहरू। 1 2 3 गो। गाइज हामी चाहिँ यहाँनिर ऱ्यापरसँग भेट भइसकेको छ। केही भनिदिनुहोस्। हेलो गाइज फाइनली अब हिरोइनको हिरोइनको सर्ट हुनेवाला छ। यहाँनिर क्यामेराम्यान रोलिङ। यो चक्लेट जसले पाउँछ त्यसले खान्छ। म फ्याल्छु जसले समात्छ त्यसले खायो। आयो यो चक्लेट बे जल्दी बोल, कल सुबह पनवेल निकलना है। ओइ भूमिका सर and the winner is Deva। नाटकै हो। र त्यस पछाडि चाहिँ हामीले सरासर खाजा खानुमा थोरै टाइम निकाल्यौँ। र त्यस पछाडि फेरि यहाँ देख्न सक्नुहुन्छ गाइज मैले चाहिँ फाइनली होइन मेरो नक पाइसकेको छु है। यहाँनिर देख्न सक्नुहुन्छ तपाईँले यही 5 वटा हातले सब्स्क्राइब गर्नु होला, लाइक गर्नु होला, फलो गर्नु होला। यहाँ केटाहरू आइसकेको छ होइन। यहाँ ब्लगमा आमा केटाहरू आइसकेको छ। केटा एक्सन हान्थ्यो। मैले के सिकाएको छु ओमाइ वा म
सुत 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 हट जाऊ रे सुत सुत ओए बाङ्गो छ त सिधा गर भाइ सिधा गर ओमा म सिन्दै हो जुत्सु ओए दन्ते भयो डु लाइक दिस ओमा म सिन्दै बाङ्खाइ आई डोन्ट लाइक ओमा म परिस्थितिले र त्यसबाट पछाडि चाहिँ हाम्रो स्टुडेन्टहरूले फेरि पनि लुगा चेन्ज गरेर अर्को सुटको लागि तयारी भयो देख्न सक्नुहुन्छ यो यत्तिको फास्ट चाहिँ होइन उनीहरूले नाचेको तर पनि मैले फास्ट बनाएको मलाई आशा लाग्छ अब स्टुडेन्टहरूले केही सिक्यो होला सुटिङ हो सानोतिनो हुन्छ अब हाम्रोमा पनि बेला बेला भइबस्छ र केही सिकोस् भनेर हो हाम्रो स्टुडेन्टले आशा गर्छु केही राम्रै सिक्यो होला भनेर What? कलामा चटपटे किन्नेछ यहाँ हेर्नु सक्नुहुन्छ यो कुकुरले मलाई केही भन्नु खोजिरहेको छ तेलको के बढ्यो भाउ बढ्यो कुदिराखेको छु यहाँनिर चाहिँ किनभने भूतहरू धेरै हुन्छ गाइड अनि हाम्रो लेन्जो सर चाहिँ हिरोको एन्ट्री जसरी अगाडि हिँडिराख्नु भएको छ अनि चटपट के हो रहेछ अनि थाहा कम अन गर्ल्स चलो सबैले हातपाती रमाइलो भइरहेछ भने हात उठा समीक्षाले रमाइलो भइरहेछ ओइ हातमा के हो बाई बाई ओइ कता गएको हेलो गाइज हेलो सरको भ्लगमा सर म यहाँ भ्लग बनाइदिँदैछु है केही त बोल बोल्नै आउँदैन क्या करूँ मैं मर जाऊँ गाइज हामी चाहिँ फर्किँदैछौँ भनेको हामी चाहिँ सुटिङ गरेर फर्किँदैछौँ गाइजहरू खै 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 सर हाई भन्नु होला हेलो हेलो सबै मलाई पठाइदिनु है भन्नु र त्यस पछाडि चाहिँ हामी सबैजना सरासर घर फर्क्यौँ यहाँनिर अब हामी सबैसँगै डाइरेक्ट क्लास जानेवाला छौँ र हामी सबै डाइरेक्ट क्लास जाँदैछौँ अहिले मुष्ट भएर बाटोमा तपाईँहरू देख्न सक्नुहुन्छ यहाँनिर मैले 5 मिटरको सेल्फी स्टिक लिएर तपाईँलाई देखाइसकेँ उत्तम मेरो एक्टिङले त इन्डस्ट्री खाला जस्तो छ एउटा कुरा भनौँ एयरपोर्टमा भैँसी तपाईँहरू यहाँ देख्न सक्नुहुन्छ यहाँ ल्याउन माइक चाहिँ यहाँ देख्न सक्नुहुन्छ एयरपोर्टमा भैँसी भने जस्तो यो ओदिन डाँडामा सर ब्रेकिङ न्युज भनिदिनु न गाई चाहिँ गर्लफ्रेन्ड भेटेर भर्खर फर्किराखेको छ हेर्न सक्नुहुन्छ धेरै हुन पनि गाह्रो छ गाई यहाँ देख्न सक्नुहुन्छ यहाँनिर यो खोजीमा पोहोर परारे हाम्रो यहाँनिर धेरै नै बाढी आएर निकै नै क्षति हुनु चाहिँ खोजेको थियो तर भएन तर पनि यहाँ देख्न सक्नुहुन्छ यहाँ ढुङ्गाहरू धेरै नै छ र ढुङ्गाहरू धेरै भएको छ जसो पनि यहाँ देख्न सक्नुहुन्छ उतानिर हाम्रो स्टुडेन्टहरूलाई जति बाटो हान्दा पनि तिनीहरू ढिलोको ढिलै मात्रै हिँड्छ जति गर्दा पनि हुँदैन के गर्नु पर्यो त हामीले कमेन्ट गर्नुहोस् गाइज यहाँ चाहिँ हाम्रो भारी हुनुहुन्छ यहाँ चाहिँ हाम्रो भारीजी हुनुहुन्छ सबैको ब्याग बोक्ने उहाँले यहाँले देख्न सक्नुहुन्छ तपाईँले एउटा भारीको कति लिने गर्नु भएको छ एउटाको 500 एउटाको 500 दुईटा तीनटा 1500 यहाँ पछाडि चाहिँ भालीवाली हेलु हेलु पैसा दिन आँटेको छ घुसो गाई चाहिँ पछाडि चाहिँ धनीहरू हिँडिराखेको छ र त्यस पछाडि चाहिँ हामी सबैजना सरासर घर फर्क्यौँ यहाँ देख्न सक्नुहुन्छ सबैजना मलाई लाग्छ हाम्रो स्टुडेन्टहरू त्यति नै खुसी थिए त्यो दिन र धेरै कुरा त सिकेनन् बट दे इन्जोयड अ लट र आजको यो ब्लग यतिमै समाप्त भएको जानकारी गराउन चाहन्छु तपाईँलाई थ्याङ्क यू